यो यहाँ नुवाको बर्थडे पार्टीको लागि रेडी हुँदैछ सबैजना दिदी बहिनीहरू यहाँ आउनु भएको छ काम सघाउनु लागि हो फर्स्टमा चाहिँ यहाँ युमा बहिनीले खुर्सानी काट्दैछ उमा र शान्ति बहिनीले मिलेर त्यहाँबाट छ यहाँ प्रतिका दिदी आलु काट्ने के भन्नुहुन्छ अरे भन्नु त सारुको ब्लगमा फर्स्ट टाइम आएको सर्दी बहिनी यहाँ काँक्रा काट्दैछ सोनु मेरो गल्लिनी मेरो प्यारी गल्लिनी आलु छिल्दैछ काम गराउनु चाहिँ यहाँ नाइस छ नुवा हेर न खानापिनाको बन्दोबस्त गरिदिएको छु मैले खाँदै पिउँदै गर्दैछ केही शिकायत त छैन होला नि कसैलाई पनि फ्राई चाहिँ मैले गर्दैछु यहाँ चिकन फ्राई गर्दैछु मैले चाहिँ हेर्नुहोस् होला पसिना आइसक्यो विङ्सलाई चलाउनु लागि चाहिँ यहाँ हामीले स्पेसली सेना दिला बोलाएको छु किनभने मोल्नु नसकेर चाहेको टेस्ट गरेको किनकि टेस्ट नगरिकन कसरी तपाईँहरूलाई दिनु होइन ल्या तपाईँहरूलाई होइन हाम्रो गेस्टलाई भरे नुन कम्ती होला या के कम्ती होला त्यही भएर एकदम पर्फेक्ट यहाँ पर्फेक्ट बनाउने मान्छे देखाइदिइहाल्यो पर्फेक्ट एकदम सो हाई एभ्रिवान वेलकम टु माई न्यू मिनी भ्लग र नुवाको बर्थडे पार्टीको लागि खाना रेडी भइसकेपछि हामीले चाहिँ 6 बजेको टाइम दिएको थिएँ र त्यही हिसाबले चाहिँ हामीले खानाहरू प्याक गरिसकेर त्यही हिसाबले घरबाट चाहिँ निस्किए र बेबी नुवा चाहिँ रेडी भएर निस्किनु अगाडि आफ्नो काकीको काखमै निदाइसकेछ र गाडी पनि गेटमा बाहिर लागिसकेको थियो र हामी छिटो गरेर त्यहाँबाट निस्के एन्ड तपाईँहरूले सोच्नु हुँदै होला कि खाना बोकेर गाडीमा बसेर चाहिँ कहाँ पार्टी गर्नु जाँदैछ भनेर है हामीले चाहिँ नुवाको बर्थडेको भोलिपल्ट 13 तारिकको दिनमा चाहिँ कम्पनीको सबैजनालाई पार्टी दिन्छु भनेर सोचेको थिएँ तर घरमा त स्पेस हुन्थेन त्यही भएर चाहिँ हामीले एलजीमा पार्टी गर्छु भनेर चाहिँ प्लान गरेँ एलजी आएपछि पनि एक दुईवटा अरेन्जमेन्ट चाहिँ हामीले गरेँ त्यसपछि हामी केक कट गर्नु बसे लाइन गएर बेहाल मजा आउँछ गरम हुँदा मजा आउँदैछ है यहाँ बाहिर अँधेरोमा पनि काम गर्दैछ मेहनत गर्दैछ कस्तो लाग्यो भन है मिठो लाग्यो यता हेरेर भन न मिठो लाग्यो के चाहिन्छ अहिले खान्छु फेरि